हेलो गाइज, यो मेरो आजको ब्लग। आज बिहानैदेखि हाम्रो काम भनेको ठुली भाउजूको पुरानो घरबाट नयाँ घरमा सामान सार्ने काम हो। त्यो भन्दा अगाडि चाहिँ हामीले हाम्रो पेट पूजा गर्यौं। म भदै छोरो बसेर चिया र नास्ता खायौं। हामीले नास्ता खाँदाखेरि हाम्रो चाहिँ गफ चलिरहेछ फेरि बाबा तीनजनाको, त्यो पनि फेरि ट्याब हेर्दै। अनि त्यसपछि चाहिँ सामानहरू प्याक गर्ने प्लान थियो। त्यो भन्दा अगाडि चाहिँ मैले गरे दाउराहरूको भारी बनाउने काम। भाउजूको दाउराहरू थियो जसलाई चाहिँ हामीले रोटी पोल्न युज गर्छौं पर्सी घर सर्दाखेरि। त्यही भएर मैले चाहिँ लगभग 3 वटा भारी चाहिँ बनाइदिए, जसले गर्दाखेरि त्यो भारीलाई ट्र्याक्टरमा हाल्न सजिलो होस् भनेर। त्यो भारी बनाइसकेपछि मेरो काम थियो भाउजूको ठुलो टिनको बाकसभित्र भएको कपडाहरूलाई चाहिँ डल्लो पारेर प्याकिङ गर्ने। प्याकिङ गर्न फेरि केमा भन्दाखेरि तन्ना ओछ्याइसकेपछि मैले त्यो बाकसमा भएको सबै कपडाहरूलाई एक एक गरेर निकाले। चाहिने नचाहिने सबै सामानहरूलाई त्यही पोको पार्नको लागि मैले चाहिँ रेडी पार्दैछु। त्यहाँबाट चाहिँ गुडियाहरू पनि निस्केको थियो। भदैनी फेरि बाबै लाडले पल्टेर मेरो गुडिया यस्तो सानो कसरी भयो, आफू ठुलो भएको थाहा छैन, गुडिया चाहिँ सानो भयो अरे। पहिला त ठुलो थियो, अहिले कसरी सानो भयो भन्दै गन्थन मन्थन गर्दैछन्। त्यही सामान सार्दाखेरि चाहिँ मैले चाहिँ भेटाएँ एउटा ज्याकेट, जुन चाहिँ मेरो दाजीको थियो। त्यो चाहिँ मलाई यस्तो मन पर्यो, त्यही भएर म त लैजान्छु भनेर मैले हानिदिएँ फेरि त्यो ज्याकेटलाई। त्यसपछि हामीले लगभग सामानहरू बाहिर निकाल्यौँ। यस्तो पोका पारेर बाबै कम्ता गरुङ्गो भयो त्यो सामानहरू निकाल्नको लागि, तर पनि हामीले निकाल्यौँ। सबै सामानहरू बाहिर निकालेपछि ट्र्याक्टरमा चढाउन सजिलो हुन्छ भनेर मैले चाहिँ पुरै यहाँ काम्दैछु है फेरि। अनि सबै सामानहरू लगभग बाहिर निस्कियो। बाहिर निस्किसकेपछि ट्र्याक्टर पनि आयो। ट्र्याक्टरले चाहिँ मल बोकेको रहेछ, जसले गर्दाखेरि मलहरू टाँसिएको थियो। अनि सामानमा मल नटाँसियोस् भनेर हामीले पराल बिछायौँ सबैभन्दा पहिले। त्यसपछि सुरु भयो हाम्रो सामान ओसार्न नन स्टप। यही बेला चाहिँ भदैनीले ब्लग बनाउँदैछन्, सुन्नु त एकछिन कुरा। कस्तो राम्रो छ यो पनि लिएर जाने सबैजना भइजुमा चाहिँ ठुलो मम्मी मालुमा रामा फुफा अनि यता चाहिँ यो चाहिँ म हो अनि यो चाहिँ दादा हो। ब्लग बनाऊ राम्रो भदैनीको हेर्नुस् वाला ब्लग पछि हामीले अझै सामानहरू सार्दैछौँ। सामानहरू सार्दाखेरि चाहिँ त्यो आलमारी चाहिँ यस्तो गरुङ्गो थियो भाउजूको, त्यसलाई चाहिँ हामीले उचाल्नको लागि लगभग 5-6 जना मान्छे नै चाहिने के त्यस्तो। अझ त्यसलाई चाहिँ उचालेर ट्र्याक्टरमा राख्नुपर्ने। ओ माई गुडनेस, यस्तो गरुङ्गो थियो। र पनि हामीले चाहिँ हिम्मत नहारेर मैले जिम गरेको पुरै पावर निकाल्दैछु। त्यो आलमारीलाई हामी सबैजना मिलेर अलिअलि गर्दै उचाल्दै चाहिँ ट्र्याक्टरमा हाल्ने प्रयास गर्दैछौँ। हेर्नुहोस् है कति गाह्रो छ, हेर्नुहोस् त। सबजना मिलेर त्यो आलमारीको बाबा बहुत महत्त्वपूर्ण आलमारी यसरी चाहिँ दुःख गरी त्यसलाई चाहिँ हामीले ट्र्याक्टरमाथि चढायौँ। भदैनीले फेरि भ्लग बनाउँदैछन् अझै पनि। ट्र्याक्टरमाथि चढाइसकेपछि अब खाटको पालो आयो। खाटहरूलाई पनि हामीले माथि चढायौँ ट्र्याक्टरमाथि। त्यसपछि अब आउँछ पालो सानो सामानहरूको, जुन चाहिँ पोको पारी राखेको कपडा, भाँडा कुडा, बोराहरूमा राखेको सामानहरू, अनि आलुहरू, चामलहरू, यी सब सामानहरूलाई हामीले पालो गर्दै बिस्तारै गरेर ट्र्याक्टरमा चढायौँ। हेलो गाइज, हामी चाहिँ ट्र्याक्टरमा सब सामानहरू हालेर अनि त्यसपछि अहिले चाहिँ हामी ट्र्याक्टरमा अटाएन हिँड्दै जाँदैछौँ। हिँड्दै अब हामी चाहिँ वहाँ घरमा पुग्छौँ ट्र्याक्टरभन्दा अगाडि। अनि गएर फेरि अनलोड गर्नुपर्छ। आजको भ्लग चाहिँ बेलुका आउँछ है गाइज। मेरो छोरो अनि मेरो भदैनी यहाँ छन्। भदै खै अर्की भदैनी हो, उहाँ आउँदैछन्। अर्की चञ्चले भदैनी। ल गाइज बाई भन्दै त अहिलेलाई बाई। यसरी भ्लग बनाउँदै हामी अगाडि गइरहेका थियौँ। त्यही बेलामा भदैनीलाई कोसँग रिस उठेको नि फुनुक गर्दै अगाडि गएकी छिन्। अनि हामी चाहिँ ट्र्याक्टरभन्दा अगाडि पुगिसकेका थियौँ। ट्र्याक्टर चाहिँ बिस्तारै आएको थियो, किनभने ट्र्याक्टरमा चाहिँ धेरै सामान थियो। अनि भाउजूहरू चाहिँ माथि बसेर सामान खस्छ भनेर टक्क बसेर आइसकेको थियो। अनि अरू मुवाहरू चाहिँ अगाडि बस्दै थियो। हामी चाहिँ नअटाएको भएर हिँडेर गएका थियौँ। हामी आइसकेका छौँ।
अनि यही बेला मैले गीत गाएको छु कसैले सोधे बसाइसर्यो भनिदिए भन्दै अनि मैले अनुहारलाई भाषालाई चाहिँ जिस्काएको छु भनेर मेरो भ्लगमा आउन चाहिँ अनुरोध गरेको छु अनि फाइनली हामी पुगिएर अब त्यो सामान चाहिँ अनलोड गर्नुपर्ने छ अब हाम्रो सुरु भयो अनलोड गर्ने कार्यक्रम बाई बाई ए रमा यसरी सबैजना मिलेर फेरि जसरी चाहिँ हामीले सामान राखेका थियौँ ट्र्याक्टरमा त्यसरी नै निकाल्न सुरु गऱ्यौँ साना साना सामानदेखि लिएर ठुला ठुला सबै सामानहरूलाई चाहिँ हामीले भुइँमा नफुट्नेवालालाई भुइँमा फालेका छौँ फुट्नेवालालाई सुस्तरी गर्दै निकाल्दैछौँ अनि सबै सामानहरू यसरी निकाल्दाखेरि त बाबा त्यहाँ चढाउँदाखेरि पनि गाह्रो भयो निकाल्दाखेरि पनि बाबै आज लोड परियो थाकेर अनि त्यसपछि सबैजना मिलेर यसरी सामानहरूलाई बाहिर निकाल्दै फेरि घरभित्र लैजाँदै फेरि बाहिर निकाल्दै घरभित्र लैजाँदै गर्दाखेरि चाहिँ एकदमै गाह्रो भयो सबैजना थाक्सियो तर पनि हामीले चाहिँ सबै कामहरू चाहिँ गर्यौँ तुम तोडो ना दिल मेरो गाइज एउटा कोठाको सामान सार्न त कति गाह्रो हुन्छ एउटा घरभरि भएको कति वर्षदेखिको सामान सार्न कम गाह्रो हुने रहेछ त सामान जति बाहिरबाट थोरै देखिन्छ त्यति चाहिँ निकाल्दाखेरि फिजाउँदाखेरि त्यति नै धेरै हुन्छ एक ट्र्याक्टरले नपुगेर 2 ट्र्याक्टर लाग्यो भाउजूको सामान ल्याउनको लागि अझै पनि नपुगेर सामानहरू स्टिल यहीँ घरमै छन् पुरानो घरमै त्यो चाहिँ अब नेक्स्ट टाइम कहिले मिलाएर लैजाने होला सायद भाउजूले अनि त्यो टेबललाई चढाउँदाखेरि कति दुःख भएको थियो त्यसरी नै त्यो झार्नलाई यति दुःख भयो अनि त्यो टेबललाई तल झारिसकेपछि अरू सामानहरूलाई चाहिँ हामीले बोकेर भित्र लगिसकेपछि अब फेरि बिस्तारै पालो आउँछ त्यो टेबलको अब त्यो टेबल लैजान पनि कम त गाह्रो भयो त दुईतिरबाट रस्सीले तानेर 4-5-6 जना मान्छेहरू लाएर त्यसलाई लतार्दै उचाल्न नसकेर लतार्दै लिएर गयो भित्रसम्म अब त्यसलाई फेरि त्यहाँबाट लैजानु पर्यो किचनमा पुर्याउनलाई पनि त्यो ढकालिन्छ यस्तो त्यही अड्क्या हल्का उचालेर यस्तो तानी जोड लगाएर लग्यौँ अब यति दुःख गरेर उचालेको टेबलको लागि चाहिँ फेरि भिडियो गर्न मैले हाम्रो ठाइलुङ्गालाई भने ठाइलुङ्गाले चाहिँ मजाले खिच्दिसेछ भिडियो चाहिँ अनि त्यसलाई किचनमा पुर्याइसकेपछि त्यसलाई फेरि कता फर्काउने कता राख्ने हो सोधसाद गरेर हामीले त्यतितिर फर्काएर रेडी पारेर राखिदियौँ भाउजूको टेबल हो कि आलमारी गाई यो गर्दा हामी चाहिँ थाकेर लोड परेका थियौँ तिर्खा पनि लागेको थियो त्यसपछि स्प्राइट खायो अहिले चाहिँ पुरै रेस्टमा कोही अझै खान्छ पानी थपी कसैले ए सोधे ए बसाइ सर्यो भनिदिए कान्छाबा अनि स्प्राइट खाइसकेपछि स्प्राइटलाई पचाउनको लागि फेरि सामान बोक्न गयौँ सामान बोक्दै हामीले चाहिँ भित्र कोठामा लगेर राखिदियौँ खाएको भाडो हो यो स्प्राइट खाएको मालिसको घर आएर काम गर्यो छोड्दै बाहिर राखेका छौँ स्याबास हो यस्तो गाइस हामी चाहिँ फर्किँदैछौँ सब सामानहरू त्यहाँभित्र राखेर अनि भित्र राखेर फर्क्यौँ अहिले पछि फेरि भात खाएर आएर अनि मिलाउने अहिलेलाई चाहिँ जस्ट ट्र्याक्टरबाट यो ट्र्याक्टर भर्खर गयो ट्र्याक्टरबाट सामान चाहिँ तल झाऱ्यौँ त्यहाँबाट चाहिँ कोठा घरभित्र लग्यौँ अनि त्यसपछि घरभित्र लगाएपछि अनि एउटा स्प्राइट खाएर हामी जाँदैछौँ भाइ बाबु स्प्राइट खाएको है बाई भन्छौँ बाई अनि भाउजूको सबै सामानहरूलाई चाहिँ घरभित्र राखिसकेपछि हामीले खाना खाएका थिएनौँ अनि गयौँ खाना खाइसकेपछि चाहिँ 2-3 घन्टा रेस्ट गरिसकेपछि हामी फेरि खेतमा आयौँ खेतमा चाहिँ हाम्रो अर्डर पनि टिप्नु थियो त्यही भएर भाउजूले अर्डर काटेर ल्याउनु भयो त्यसपछि हामीले अर्डर टिप्न लाग्यौँ भाउजू र म भएर अर्डर टिप्दै चाहिँ फेरि भाउजूको अर्को लट ठुली भाउजूको अर्को लट गाडी चाहिँ ट्र्याक्टरमा सामान आयो त्यो सामान चाहिँ एकदम गरुङ्गो भएको भएर हामीले त्यहाँ लोड
गर्न सक्ने अवस्था थिएन। त्यही भएर भाउजूले अरू मान्छेहरू खोजेर चाहिँ लोड गरेर ल्याउनु भएको थियो। अब लोड गरेको सामानलाई त फेरि झार्न गाह्रै हुन्छ, त्यही भएर सबैजना मिलेर फेरि ती सामानहरू झार्नको लागि रेडी भएका छौँ। सानो सानो सामानहरू यसरी हुर्राइदियौँ, ठुलो सामानहरूलाई चाहिँ बाटो बनाउनको लागि। अनि यो लटमा चाहिँ भाउजूको अघि रहेको टिनको बाक्सा आएछ। अनि त्यसपछि बाख्राको खोर, कुखुराको खोर, यी सबै गरेर अनि तुलसीको मोठहरू चाहिँ आएछ। अनि अझै भाउजूको 2टा खोरहरू त यहीँ रह्यो, किनभने त्यहाँ अटाएन अरे अथवा भत्किन्छ भन्ने कुरा भयो। अनि यो सबै आएको यो खोरहरूलाई झार्न पनि हाम्रो धन्नै 12 बज्यो। भनेको एकदम नै गाह्रो भयो। यति धेरै मान्छे थियौँ र पनि त्यसलाई चाहिँ तल झार्नको लागि एकदम गाह्रो भयो, किनभने त्यो खोर त एकदम गरुङ्गो हुन्छ नि त, काठको बने हुन्छ। अनि हल्का मेरो हातमा पनि चोट लाग्यो, तर पनि हामी सबैजना मिलेर त्यो खोरलाई तल झार्यौँ। त्यहाँ फेरि भाउजूले बताउँदा हुन्छ कहाँनिर राख्ने, कहाँ फर्काएर राख्ने भनेर हामीले फेरि त्यही अनुसार भाउजूको फरमाइस अनुसार चाहिँ खोरलाई सेटिङ गरेर राखिदिँदैछौँ। अनि त्यो खोरलाई चाहिँ सेट गरिसकेपछि फेरि पालो आयो अर्को खोरको। त्यो खोर चाहिँ त्यही अलि नजिकै राख्ने भन्ने कुरा भयो। अनि त्यसलाई पनि झार्न यस्तो दुःख भयो हामीलाई चाहिँ, लास्टै फन्नी भएछ गाइस। त्यहाँ चाहिँ कुरा भइरहेछ कहाँनिर राख्ने, कसरी राख्ने, कता फर्काउने भनेर। भाउजू चाहिँ यता फर्काउने यस भने त्यहाँ फेरि कन्फ्युजन भइ सबैजना बोल्दाखेरि भनेको कुरा सबैले एउटै, तर पनि फेरि बुझाइ फरक भएर कता फर्काउने भनेर कन्फ्युज भएको थियो। हामीले ट्र्याक्टरबाट बल्ल बल्ल त्यो खोरलाई तल झार्यौँ। त्यसपछि हल्का गरेर त्यसलाई कता फर्काउने त्यही अनुसार फर्काइदियौँ। अनि त्यसको मुनि इँटाहरू पनि राखेर, काठहरू राखेर त्यसलाई चाहिँ नहल्लिने तरिकाले हामीलाई त्यहाँ सेट गरिदियौँ। सेट गरिदिइसकेपछि चाहिँ भाउजूलाई चाहिँ त्यहाँनिर अब मन परे ठिकै छ, मन नपरेपछि सार्नु होला भनेर हामीले त्यही राख्न लगायौँ। अब त्यहाँ खोरहरू सबै राखिसकेपछि अब हाम्रो पालो आयो त्यो बाक्सालाई फेरि भाउजूको घरसम्म पुर्याउने। घरमा मात्रै होइन, फेरि त्यहाँ चाहिँ कुन कोठामा राख्ने हो त्यहाँसम्म पुर्याउने। हामी 3-4 जना भएर 2-3 जना भएर चाहिँ त्यसलाई लिएर गएर फेरि त्यो कोठाभित्र लगेर राखिदियौँ। त्यो बाक्सा चाहिँ हल्का थियो, त्यत्रो खोरहरू उचालेको भएर बाक्सा चाहिँ मलाई एकदम हल्का नै लाग्यो है। टिनको हल्का नै हुन्छ, भित्र सामान थिएन। त्यो सकाइसकेपछि अब हाम्रो पालो आयो खाजा खाने। यस्तो भोक लाग्यो। अनि भाउजूलाई चिया बनाउन भने, अनि चिया र भुजा चाउचाउ मिसाएर भदैनी म अनि भाउजू भएर खाइयो। यस्तो भोक लागेको बेला त लास्ट मिठो हुँदो रहेछ। यसरी नै आजको मेरो दिन चाहिँ बित्यो। ओके, आजलाई यति नै। बाई बाई, ह्याभ अ गुड टाइम।